पकौडा बनाउन अल्छी लाग्छ भने तपाईको हस्बेन्डलाई यसरी प्याज काटिदिनु भन्नु होला 2-3 वटा तपाईलाई कति खानु मन छ त्यसपछि बन्दा छ भने मात्रै काट्नु होला हैन बन्दा किनेर अलग्गै चाहिँ नलिनु किनभने यसले त्यति क्रिस्पी चाहिँ बनाउँदैन तर मेरोमा रहिरहेको थियो अब त्यसलाई तरकारी बनाउन पनि मलाई अल्छी लाग्यो त्यही भएर मैले मेरो बुढोलाई चाहिँ यसलाई पनि काटेर राखिदिनु भने त्यसपछि अजवाइन राख्नुपर्छ है अजवाइन धेरै नराख्नु किनभने तितो हुन्छ धेरै भयो भने चाहिँ त्यसपछि राख्नु होला गार्लिक अब गार्लिक पेस्टको फर्ममा राख्नु होला हैन धेरै पनि नराख्नु अब आफ्नो हेरेर तपाईलाई गार्लिक मन पर्दैन भने नराखे पनि केही फरक पर्दैन अब आउँछ नुन obviously स्वाद अनुसार त्यसपछि मैले अलिकति यो बेसार पनि राखे बेसार चाहिँ कलरको लागि मात्र हो टेस्टको लागि होइन सो अगेन नराखे नि प्रब्लम छैन त्यहाँबाट आयो तेल तेल चाहिँ यो जरुरी हुन्छ है तेल चाहिँ हेरेर तपाईले सनफ्लावर ओइल के छ तपाईको घरमा है कालो तेल चाहिँ नराख्नु अरु बाँकी चाहिँ एनी तेल राख्नु मिल्छ र अब मज्जाले यसलाई चाहिँ म्याश गर्दै बेसन एड गर्दै गर्नु बेसन एकैचोटी धेरै पनि नराख्नु अनि पानी त झन् राख्दै नराख्नु है देन आयो बेकिङ पाउडर अलिकति है बेकिङ पाउडर पनि अलिक फुलोस् भनेर मात्रै हो यो जरुरी चाहिँ होइन त्यहाँ मिक्स हुँदै गर्छ यहाँ चाहिँ तपाईको हस्बेन्डलाई आगोमा मज्जाले यो तेल राख्नको लागि भन्नुस् हैन राम्ररी मिडियम हिटमा मात्र गर्नु होला एकदम हाई पनि हैन र एकदम लो पनि हैन लो हुँदाखेरि फेरि ओइल सोच्छ हैन हाई हुँदाखेरि एकैचोटी डढ्छ है सो यसरी बिस्तारै कुनै शेप चाहिँदैन फ्ल्याट हुने गरिकन र तेल पनि धेरै पनि होइन जस्ट हाफ मात्रै डुब्ने गरिकन चाहिँ राख्नुस् र भइहाल्यो यति गरेपछि तपाईको पकौडा रेडी हुन्छ बच्चाहरूलाई समेत यो मन पर्छ हुन त ओइली भनेर हजुरले नदिनु होला तर इट्स ओके घरमा बनाएपछि उनीहरूले बरु बाहिरको स्टोर बट भन्दा घरमा बनाएकै राम्रो होइन त र होल परिवारलाई खुवाउनु होला